सबैजनालाई नमस्कार। म विक्रम बाबु विश्वकर्मा। म आज गौमुखी गाउँपालिका वार्ड नम्बर 4 पूजामा अवस्थित छु। तपाईलाई यहाँका विभिन्न सौन्दर्य रमणीय दृश्यहरू देखाउन गइरहेको छु। तपाई देख्न सक्नुहुन्छ मेरो पछाडिपट्टि पूर्वबाट घाम उदाउँदा सूर्य उदाउँदाको पहिलो किरण हाम्रो तारेभिरमा पर्न जान्छ र हाम्रो पर्यटकीय स्थल लामाखानी पनि यही पर्छ गौमुखी गाउँपालिका वार्ड नम्बर 4 पूजामा। त्यसपछि हाम्रो पर्यटकीय स्थल धार्मिक स्थल झाँक्रीढुङ्गा पनि यही हाम्रो गौमुखी गाउँपालिकामा पर्छ र तपाईहरू यहाँ वर्षको साउन महिना बाहेक अरू 11 महिना आएर यहाँ पूजाआजाहरू गर्न सक्नुहुन्छ, बोकाहरूको बलि दिन सक्नुहुन्छ हैन। तपाईहरु यहाँ आएर अवलोकन गर्न सक्नुहुन्छ हैन। दर्शकबिनहरु तपाईँ देख्न सक्नुहुन्छ मेरो पछाडिपट्टि धार्मिक प्युठान जिल्लाकै दोस्रो धार्मिक र पर्यटकीय स्थल गौमुखी पनि यही गौमुखी गाउँपालिकामै अवस्थित पर्छ हैन। तपाईहरु यहाँबाट गाईको मुखको आकारमा पानी बगेर दक्षिणतिर यहाँबाट पानी गइरहेको छ र यहाँको शुद्ध पानी विभिन्न ठाउँमा लगेर शुद्धिकरण गर्न पनि यहाँबाट मान्छेहरू आइरहेका हुन्छन् र यहाँ माघको पहिलो गते 1 गतेको दिन यहाँ विशेष पूजा आजा भइरहेको र यहाँ त्यो दिन गएर शुद्धिकरण गरेपछि पूजा आजा गर्ने र नुहाएपछि त्यहाँबाट भएका जान अनजानमा भएका पापहरू त्यहाँबाट शुद्धिकरण गर्न पनि यहाँबाट सकिन्छ। त्यहाँबाट अनि गएपछि त्यहाँ नुहाइ धुवाइ गरेपछि पापहरू पखाल्ने यहाँका पुर्खाहरूको जनविश्वास छ। अरू व्यक्तिहरूले यहाँ आएर त्यो दिन सबैले हैन शुद्धिकरण गरेर सबैले पाप पखालिन्छ भन्ने जनविश्वास राखेको हुनाले त्यस दिन सबैजना त्यहाँ गएर त्यहाँ भगवानको देवताको त्यहाँ दर्शन गर्ने हैन, नुहाएर शुद्ध हुने गर्ने गर्दछन्। धन्यवाद। तपाईहरुलाई मैले गौमुखी गाउँपालिकामा मैले देखे जति, मैले जाने जति, मैले बुझे जति तपाईहरुलाई यहाँका दृश्यहरू, यहाँका धार्मिक पर्यटकीय स्थलहरूको बारेमा मैले बताइसकेको छु र यति भन्दै म बिदा हुन चाहन्छु र बिदा हुँदै खेमराज प्युठानीको युट्युब च्यानल र पेजबाट यो भिडियोहरू आउने गर्दछ र त्यो पेजलाई लाइक, कमेन्ट हैन, फलो सबै गरिदिनु होला, शेयर गरिदिनु होला भन्दै म बिदा हुने अनुमति चाहन्छु। हस्त नमस्कार।